सबैलाई मनपर्ने गुन्द्रुक। यो गुन्द्रुक चाहिँ बझाङबाट मेरो मम्मी र मेरो प्यारो केपी प्लाजाको ठुल्मामले मलाई धेरै माया गरेर र मलाई सम्झेर पठाइदिएकोमा मेरो केपी प्लाजाको ठुल्मामले धेरै धेरै धन्यवाद छ। नमस्ते, हजुरहरूलाई मेरो भिडियोमा स्वागत छ। यो चाहिँ हाम्रो मम्मी र मेरो केपी प्लाजाको ठुल्मामले मलाई सम्झेर धेरै सामानहरू पठाइदिएको थियो र केपी प्लाजाको ठुल्मामले पनि धेरैभन्दा पनि धेरै धन्यवाद र धेरै धेरै माया छ। मलाई यति धेरै माया गरेर सम्झेर मलाई यति सामान पठाइदिएकोमा। अनि यो चाहिँ गुन्द्रुक थियो। अनि गुन्द्रुक चाहिँ मैले अस्ति पनि बनाएको थिएँ। भटमास र गुन्द्रुकको झोल यति धेरै मिठो भएको थियो। अनि फेरि मैले अर्कोपटक पनि बनाएँ अनि भिडियो पनि बनाइदिन्छु भनेर बनाएको। यो गुन्द्रुकको झोल यति धेरै मिठो भएको थियो कि अब म के भनौँ, हजुरहरू पनि एकचोटि ट्राई गर्नु होला खाएर। अनि मैले भटमास र गुन्द्रुकको झोल बनाएको थिएँ अनि अस्ति पनि यसरी नै बनाएर खाएको थिएँ। सबैले यति धेरै मिठो मान्छ थियो अनि फेरि बनाएको थिएँ। अनि त्यसपछि मैले एकचोटि गुन्द्रुक साँधेको अचार पनि बनाएको थिएँ। त्यो गुन्द्रुक साँधेको अचार पनि एकदम धेरै नै मिठो भएको थियो कि। अनि यो भटमास र भटमासहरू गुन्द्रुकहरू मम्मीहरूले पठाइदिएको थियो। अनि मैले चाहिँ गुन्द्रुकको झोल बनाउँछु भनेर भटमास र गुन्द्रुकको झोल बनाउँथेँ कि। अनि हाम्रो ठुल्मामी केपी प्लाजाको ठुल्मामले मलाई सम्झेर माया गरेर यति धेरै सामानहरू पठाइदिएकोमा केपी प्लाजाको ठुल्मामलाई धेरैभन्दा धेरै धन्यवाद र धेरै धेरै माया। हजुरले मलाई गरिदिएको यो मायाको म आभारी छु। अनि यो अचार नै बनाएको थिएँ आलुको। अनि यो अचार पनि सानो केरा थियो, त्यो केरा पनि मम्मीले पठाइदिएको थियो। हजुरहरूले मेरो भिडियो हेरिदिनु धेरै धेरै